यहाँ सोल्टिनीहरु झगडा हजुरलाई यो देखाउँदाखेरि चाहिँ बिजनबारी हो अनि बिजनबारी पुल बजार भन्नु भने चाहिँ लिगली हाम्रो वेस्ट बेंगलमा सबैभन्दा पहिला रेजिस्ट्रेसन्स भएको हाट चाहिँ हो बिजनबारी पुल बजार भन्छ र माटीगाडा हाट। यो चाहिँ सबैभन्दा लिगली चाहिँ हाम्रो रेजिस्टर्ड भएको। एन्ड हियर यु क्यान सी द बेथलेम बेकरी। यहाँको साथीले हामीलाई यहाँ स्टल राख्नु दिएको छ किनकि घाम पुरा यहाँ माथि आइराखेकोले गर्दाखेरि। सो तपाईले जति पनि यहाँनिर आउन सक्नुहुन्छ, यहाँबाट तपाईले अर्डर गर्न सक्नुहुन्छ। एन्ड दिस इज हाउ हामीले स्टलहरु यो लगाएको छौं, बट इट्स अ क्वाइट सनी डे। थ्यांक यू सबैजनालाई। अनि फेरि पनि पानी परेको अवस्थामा हामी यहाँ शिफ्ट हुनु परिरहेको छ। सो इट्स क्वाइट स्ट्रगलिङ। सो आजको दिन चाहिँ पानी पर्नु थाल्यो। हाम्रो जो स्टल यहाँ राखेको थियौँ यहाँ शिफ्ट गर्यौँ because we haven't tent. हामी टेन्टहरु राखेको थिएनौँ। That's why this is a challenge, but still गम में भी खुश है हम। काम गर्दै गर्दा Are you ready? यहाँ सोल्टिनीहरु झगडा जाने टाइम भयो। आज चाहिँ हामी वापस हुन्छौँ किनकि साथीहरु पनि भेट्नु छ अनि तल जग्गा पनि जानुपर्छ। आएको चाहिँ अस्ति नै भयो, यहाँनिर 3 दिन भइसकेको छ। यहाँ आइसकेपछि चाहिँ आज चाहिँ हामी जानेछौँ। यहाँनिर मेरो दिदी छ, यहाँ चाहिँ लामागाउँबाट हो अनि यहाँ चाहिँ बिजनबारीमा बिहा गर्नु छ, भेना सिंहपात गर्नु सोचेको छ। सो अब यहाँदेखि चाहिँ हामी वापस जानेछौँ। सो अभिजितलाई चाहिँ म पर्खिरहेको छु, अभिजितलाई पर्खेर यहाँ आउँछ। सो वेल दिस इज आज चाहिँ यो चाहिँ बिजनबारी हो एन्ड आज चाहिँ हामी जानेवाला छौँ। अनि यो हाटहरू छ यहाँ स्टिल अलिकति अब फेस्टिभलको लागिरहेको छ। फ्याक्ट अब चाहिँ यहाँदेखि निस्किनु पर्छ। वेयर हेरिङ यहाँदेखि चाहिँ सबै छ। यहाँदेखि यहाँबाट जानुपर्छ ओडालो है, यो ओडालो होइन। कहिले हो?